युआर युट्युब पार्टमा यहाँ तपाईँले हेर्न सक्नुहुन्छ लाइभ रूपमा तपाईँले देखाइरहेको छु एकजना फेरि न्यू क्रिएटर्सको च्यानल हामीले मोनिटाइज गरिदिइसकेका छौँ। जस्तै कि तपाईँहरूलाई थाहा छ होला, एउटा नयाँ क्रिएटर्सको लागि सबभन्दा ठुलो र सबभन्दा मोस्ट इम्पोर्टेन्ट थिङ भनेको च्यानललाई मोनिटाइज गरेर अर्निङ गर्ने हुन्छ। च्यानल मोनिटाइज गर्नको लागि 1000 सब्सक्राइबर अनि 4000 घण्टा वाच टाइम लास्ट 365 डेजमा हामीले कम्प्लिट गरेका हुनुपर्छ च्यानलमा। अनि बल्ल हामीले मोनेटाइजेसन क्राइटेरियाको लागि इलिजिबल हुन्छ र हामीसँग एप्लाई नाउको बटन आउँछ। तपाईँलाई एकजना नयाँ क्रिएटर्सको च्यानल मोनेटाइज हामीले फुल्ली सक्सेसफुली मोनेटाइज गरिदिइसकेका छ। त्यसको लागि प्रुफमा तपाईँले देखाउँछु। यहाँ तपाईँले हेर्न सक्नुहुन्छ युआर युट्युब पार्टनर है, र उहाँको वाच पेज एड एक्टिभ भइसकेका छ, सर्ट फिड एड एक्टिभ भइसकेका छ, दुइटै एक्टिभ भइसकेका छ। र उहाँको च्यानलमा अहिले तपाईँले यहाँ सब्सक्राइबर हेर्नुहुन्छ भने सिरु ब्लग 199 है, यो च्यानलको नाम छ सिरु ब्लग 199। र उहाँको करेन्ट सब्सक्राइबर भनेको 1763 है, 1.7K उहाँको सब्सक्राइबर छ। र लास्ट 28 दिनको समरी हेर्नुहुन्छ भने भ्युज भनेको 1.2 मिलियन भ्युज छ, किनभने उहाँले आफ्नो च्यानलमा सबभन्दा बेसी भनेको सर्ट भिडियोहरू हाल्नुहुन्छ। र हामीले उहाँको दुईवटा भिडियोलाई पोस्ट गर्न हेल्प गरेको त्यसबाट 7600 घण्टाको वाच टाइम फाइनली कम्प्लिट भइसकेको छ। र वाच टाइमको कुरा गर्नुहुन्छ भने 7.6K वाच टाइम छ। सब्सक्राइबर मात्र 28 दिनभित्रमा मात्र तपाईँको 1200 भन्दा माथि सब्सक्राइबर इन्क्रिज भएको छ। र एस्टिमेटेड रेभेन्यू डलरको फाइन पनि आइसकेका छ। यहाँ तपाईँले लाइभ प्रुफ हेर्न सक्नुहुन्छ। र उहाँको च्यानल भिजिट गर्नुहुन्छ भने जम्मा उहाँको च्यानलमा अहिले 5वटा भिडियो मात्र छ है, 1 2 3 4 5 जम्मा 5वटा भिडियो छ। र 5वटा भिडियोमा सबभन्दा पहिलो भिडियोमा हेर्नुहुन्छ भने 101 भ्युज छ। सेकेन्ड भिडियोमा 1.6K भन्नाले 1600 भन्दा माथि भ्युज छ। र थर्ड भिडियोमा उहाँको 113 भ्युज है। र फोर्थमा 18K भन्नाले 18000 प्लस भ्युज छ। र फिफ्थमा सबभन्दाको लास्ट भिडियोमा 9.6K भन्नाले 9600 भन्दा माथि भ्युज छ। र यो यहाँ तपाईँले हेर्न सक्नुहुन्छ जम्मा यही दुईवटा भिडियोमा हामीले उहाँको वाच टाइम कम्प्लिट गर्नमा हेल्प गरेका छौँ। जस्तै कि 18.6K जुन भ्युज छ, जुन भिडियोमा यहाँ तपाईँले हेर्न सक्नुहुन्छ 3.2K है, यो 18000 भ्युज बापत मात्र उहाँले 3200 घण्टाको वाच टाइम कम्प्लिट गर्नु भएको छ। र सेकेन्ड भनेको जुन एउटा उहाँको 9.6K जुन भ्युज छ, जसमा 1.5K है भन्नाले 1500 घण्टाको वाच टाइम जम्मा जम्मी उहाँको दुईवटा भिडियोमा मात्र वाच टाइम कम्प्लिट गरेर उहाँको च्यानल मोनेटाइज भइसकेको छ। मैले तपाईँले यहाँ लाइभ देखाइदिइहालेँ। यदि तपाईँ पनि आफ्नो च्यानल मोनेटाइज गर्न चाहनुहुन्छ, त्यो पनि फुल्ली अर्ग्यानिक र अथेन्टिक वेबाटै हामीसँग डाइरेक्ट कन्ट्याक्ट गर्न सक्नुहुन्छ। सो आजको लागि यति नै। भिडियो राम्रो लागे च्यानललाई सब्सक्राइब गर्नु होला, लाइक गर्नु होला, एउटा कमेन्ट गर्नु होला। हस्त, धन्यवाद।